कि सीता घर फर्किने बित्तिकै उसको चरित्रमाथि फेरि अर्को ठूलो कलङ्क लाग्नेवाला छ, जस सीतालाई सारा परिवारले आफ्नो घरको लक्ष्मी र प्राण मानेर भित्र्याएका थिए। त्यही सीतालाई अचानक चक्कर आएर बान्ता हुन थालेपछि गाउँकी आइमाईले उनी गर्भवती भएको दावी गरिदिन्छन्। तर सबैभन्दा ठूलो झट्का त तब लाग्छ जब सबैजना यो सोच्न बाध्य हुन्छन् कि सीता हराएको जम्मा 2 दिन मात्र भएको छ। यस्तोमा उनी गर्भवती कसरी हुन सक्छिन्? के यो साँच्चीकै जगतकै सन्तान हो वा सीताको जिन्दगी बर्बाद गर्न कसैले नयाँ षड्यन्त्र रचेको छ? नमस्ते अनि स्वागत छ तपाईहरू सबैलाई च्यानल खास समरीमा। आज हामी कुरा गर्न गइरहेका छौं तपाईहरू सबैको प्रिय सिरियल सीताको आगामी नयाँ एपिसोडको बारेमा। आउनुहोस् भिडियोलाई अगाडि बढाउँ। सीता अन्ततः घर फर्किएकी छिन्, जसले गर्दा पूरा परिवारमा खुशी छाएको छ। जगत पनि पूरै सुध्रिएर एक असल श्रीमानको रूपमा बिहानै कुवाबाट पानी बोक्ने र घरको काममा सघाउने जिम्मेवार मान्छे बनेको छ। अनुको बुबाले व्यापार गर्नका लागि 30 लाख रुपैयाँ पठाइदिनु भएको छ। तर रमेशले गाउँको चलाख धने दाइको ब्याजको लोभ र चिल्ला कुरामा फसेर कसैसँग सल्लाह नगरी सिधै 5 लाख रुपैयाँको चेक सुम्पिन्छ। गाउँको बौलाहा जस्तो देखिने दारेले एउटा केटीको हात समातेर सिन्दूर हालिदिएर आफ्नो स्वास्नी भन्दै घर भित्र्याएपछि पूरा गाउँभरि उसको नयाँ चर्चा सुरु भएको छ। कुवामा सासू र नन्दसँग लुगा धुँदा धुँदै सीतालाई अचानक चक्कर आएर बान्ता भएपछि पूरा गाउँ चकित हुन्छ। सीता हराएको जम्मा 2 दिन मात्र भएको हुनाले अब समाज र परिवारले यो कुरालाई कसरी लिनेछ? के रमेशको 5 लाख रुपैयाँ पूरै स्वाहा हुनेछ? र दारेले दुलही बनाएर ल्याएको त्यो केटीको असली सच के होला? के सीताले आफूमाथि लाग्न थालेको यो नयाँ लान्छनाबाट आफूलाई बेगुनाह साबित गर्न सक्लिन्? सीता सिरियलको यो ठूलो मोडमा अगाडि के होला? पूरा भिडियो हेर्नुभएकोमा धन्यवाद। आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला। अनि यस्तै रोचक समरी र अपडेटहरूका लागि हाम्रो च्यानल खास समरीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।